ल भिडियो नबनाउनु भनेको फेरि कमेन्ट हेरेपछि चाहिँ रिप्लाई दिनु मन लाग्यो क्या। अस्ति यो टी सर्ट लाएर हर्क साङपाङ सरको भोटकीमा हाल्दा राम्रो हुन्छ होला भनेको थिएँ, त्यति मात्र भनेको थिएँ। एकजना दाइले चाहिँ घन्टीको पार्टी रहेछ भाइ, सिधै घन्टीमा नभए तेरो अनुहार काचाक कुचुक बनाइदिन्छु नेपाल आएर आगोले भन्नुभएको छ कि। ठिक छ दाइ, तपाईँ घन्टीको होला पार्टीको होला होइन, बोल्ने अधिकार सबैसँग हुन्छ दाइ। तपाईँ त्यस्तो जबरजस्ती यताउति अनुहार बिगार्ने यताउति नभन्नु। तपाईँ पनि विदेशमा होला सायद, तपाईँ नेपाल आउनु त्यसपछि चिन्जन गर्नुपर्छ दाजुभाइ। गोर्खाली, तपाईँ पनि गोर्खाली, म पनि गोर्खाली हो। झन् अझै म के पो भन्छ राई लिम्बूमा परेको छु। राई लिम्बूहरू अलिक कस्तो हुन्छ भने अक्कडे हुन्छ क्या दाइ। त्यही भएर तपाईँ हामी मिल्नुपर्छ दाजुभाइ, नेपाली हो सबैजना। त्यस्तो एकअर्कामा होच्याउने कुरा नगर्नु। त्यो चाहिँ तपाईँले अलिकति नराम्रै कमेन्ट गर्नुभएको छ, त्यही भएर मैले कमेन्टको रिप्लाई दिनु गरेको हो। सोचेर अलिकति के बोल्दाखेरि राम्रो हुन्छ त्यो चाहिँ तपाईँले चाहिँ बोल्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ है दाइ। गाह्रो हुन्छ है, गाह्रो हुन्छ।